भाइ साथीहरु यस्तो छ यार के भन्ने साथीहरु पानी परिरहेको छ सबलाई हतार छ सेक्सी लेडीहरु अन द फ्लोर है साथीहरु हजुर अझन अलि स्पिडमै छ क्या अहिले हाम्रो हेर्न न मान्छेहरु यस्तो गरेछ अनि सबलाई हतार छ हामीलाई पनि हतार छ तपाईहरुले देख्न सक्नुहुन्छ हामीलाई पनि हतार छ पानीले यहाँ सबैलाई लखेल्दो छ है यो मुलाहरू बाटो यस्तरी ब्लक गरिदिन्छ अनि हामीलाई ढिलो भइदिन्छ है मामा बतर्सेको हो कि के हो यार भाइ तिमीहरू त्यस्तो चलाएको हो कि नगर क्या त्यस्तो चलाउनु पर्दैन त्यस्तो बाइक हेर न केटा फेरि कस्तो छ बाइकमा स्पिड हेर्न फेरि भाइको दबाउँछ भाइले दबाउँछ त्यत्रो त यस्तो दबाउँछ भर्जिन बाइक कस्तो जमाउँछ यो बेबी यस्तो छ नेपाल पनि कम छैन नेपाल कम छैन त्यो माथि पनि झन् पोखरा झन् कम छैन कि साथीहरु यो त हाम्रो गल्लीको बाटो मात्र देखाइदियो है साथीहरु फेरि हेर्न हेर्न क्या बोलते रे भाई क्या बोलते अब चढ्छ गोर्खाली अब मोटर कार अब भात खान्छ गोर्खालीले मासु र भात एकदमै मिठो होला जस्तो छ साथीहरु देख्न सक्नुहुन्छ र्याम्बो ट्राउटमा है अनि अहिले चाहिँ हामी लगभग सिक्लेसको नजिकतिर पुग्दैछौँ साथीहरु देख्न सक्नुहुन्छ तपाईले सिक्लेस गाउँलाई अब म चाहिँ उकालो बाटो हिँडिरहेको छु साथीहरु एकदम गाह्रो धेरै गाह्रोको पछाडि धेरै रमाइलो साथीहरु धेरै रमाइलो धेरै गाह्रो छ फेरि रमाइलो नि छ नि त ल देख्नुभयो नि तपाईहरुले शिखर चढेपछि सागर देखिन्छ रे बेटिनी हैन कुवा बेटियाला यस्तै छ यहाँको झलक यहाँको हावा यहाँको पानी आमामा के बयान गर्नु र नानी यो चारैतिर पहाड अनि यो सानो गोरेटो अनि म भन्दै म चाहिँ अहिले फेरि विश्रामको अवस्थामा छु 5-10 मिनेट जति यसो विश्राम गर्ने निर्णयका साथ म चाहिँ अहिले विश्राम गरिरहेको छु साथीहरु अब बाटो लाग्नुपर्छ किनकि साँझ ढल्किँदैछ फेरि त्यो साँझमा फेरि विश्राम पनि गर्नु नै पर्नेछ त्यसैले म आफ्नो गन्तव्यतिर अगाडि बढ्दैछु तपाईहरुले मेरो गन्तव्यसम्म साथ दिनुहुनेछ भने आशा गरेको छु साथीहरु घाँस काट्ने खुर्केर आयो जोबन हुर्केर कसलाई दिउ यो जोबन घाँस काट्ने खुर्केर आयो जोबन हुर्केर कसलाई दिउ यो जोबन छनमत पञ्चे बाजा झिनिमिनी बजाउँदै झिलिमिली बजै शीतले भरिपूर्ण यो ग्रासलाई म पन्छ्याउँदै म आफ्नो डेस्टिनेसनतिर लागिसकेको छु पुगिसकेको छु साथीहरु तपाईहरुले देख्न सक्नुहुन्छ यस्तो राम्रो ठाउँमा यति सुन्दर जग्गामा यति सुन्दर
यति सुन्दर, अति सुन्दर। मेरो ब्याग अलि गरमै छ साथीहरू है, तैपनि म प्रयास जारी छ। अब चाहिँ अर्को दिन मेरो फेरि खाने समय भएको छ साथीहरू। मैले यहाँ बनाइरहेको छु, तपाईँले देख्न सक्नुहुन्छ खोलाको किनारमा। यस्तै छ केटाकेटी, हौ यस्तै छ दाजुको पारा त यस्तै छ। टकीला सर लगा लूँ नदी के किनारे पे, ठंडा हवा के साथ में ठंडी पानी के साथ एक मिला के पी लो। My God, it's so cool, man. आइपुगे म त तिम्रो घर, दरवाजामा भोटे कुकुर छ। साङ्लाले भन्छ कि निर्माया फर्केर जाऊ भन्छ। आइपुगे चिसो चिसो हिउँको पानी झरना भई झरेछ तल तल बेसीमा। म हैन यस्तै छ आजको बसाइ मेरो, यही बस्तीमा हुनेछ है। यो चाहिँ तपाईँहरूलाई यो ठाउँको नाम यो चाहिँ के हो भनेर तपाईँहरूलाई जानकारी म दिने नै छु। यो ठाउँको नाम चाहिँ कपुचे लेक हो है। अनि तपाईँहरू पनि आउन सक्नुहुन्छ, यो कटेजमा बस्न सक्नुहुन्छ होइन। यो ब्याम्बो कटेज गेस्ट हाउसमा चाहिँ तपाईँहरूलाई वेलकम छ र मलाई पनि सायद वेलकम छ होला भनेर म चाहिँ अगाडि बढिरहेको छु साथीहरू। सुन्दर दृश्यहरू पनि तपाईँहरू माझ लिएर आइराखेको छु। लाग्छ तपाईँहरूलाई पनि मन परेको हुनसक्छ। यदि मन परेको खण्डमा लाइक सब्सक्राइब सेयर गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। त्यसैले चाहिँ साथीहरू यो होटल ब्याम्बो अराइभ इन एन्ड टी हाउस, ब्याम्बो ट्री हाउस रहेछ। होटल ब्याम्बो है, टी हाउस है साथीहरू। देख्न सक्नुहुन्छ यहाँ बबाल छ, उतातिर पनि छ। वेलकम। ओके साथी। अनि त्यसपछि यतातिर कस्तो छ भन्दा यस्तो यस्तो देखिन्छ दृश्यहरू, देख्न सक्नुहुनेछ। यस्तो दृश्यहरू तपाईँले कहाँ पाउनुहुनेछ भने कापुचे लेक में। वेलकम टू कापुचे लेक। जाडो जाडोमा आगो ताप्नु पर्छ, तातो तातो झ्याङ खट्टी बनाएर खानु पर्छ साथीहरू। चिसोबाट बस्नु पर्छ। यस्तै छ। अब चाहिँ के भन्ने, तपाईँहरूको अगाडि नै सब कुरा छर्लङ्ग छ साथीहरू। म बोल्नै पर्दैन, तपाईँहरू देख्न सक्नुहुन्छ म बोल्नै पर्दैन। ओके ओके, have a look. This is beauty. This is Nepal beautiness. Look. Oh my God. के छ यहाँ, के छ? ताल ताल छ, ताल ताल छ। यो नेपाली शिर उचाली अन्धकारमा लम्कन्छ, जुन केरी झै ज्योति बाली अन्धकारमा चम्कन्छ।